कानोको देशमा बस्दा आफू पनि कानो नै हुनुपर्ने र लङ्गदोको देशमा बस्दा आफू पनि लङ्गदो नै बन्नुपर्छ भन्ने भनाइ धेरै अघिदेखि सुन्दै आएकी थिए। यो स्वार्थी समाज र स्वार्थी व्यक्तिहरूको वरिपरि बस्दा बस्दै आफू पनि कतिखेर स्वार्थी भइसकेछ पत्तो नै पाइएन। वरिपरिका साथीभाइ आफन्तहरू आफ्नो मात्र फाइदा हेर्ने, अरूलाई जेसुकै होस्, अरूको जस्तोसुकै चित्त दुखोस् मतलब नगर्ने, यस्तै देख्दै सुन्दै र भोग्दै आइयो। तर स्वार्थीको देशमा बसेर आफू पनि स्वार्थी नै बन्नुपर्छ भन्ने भनाइ आज आएर गलत रहेछ भन्ने महसुस भयो। स्वार्थी हुँदा प्रत्यक्ष रूपमा फाइदा त देखिन्छ, तर अप्रत्यक्ष रूपमा धेरै चिज गुमाउँदै गरेको आफैले चाल नपाउने रहेछ। यसले मनमा शान्ति पनि नमिल्दो रहेछ। मन अशान्त भएपछि स्वास्थ्य र सम्बन्धहरू पनि बिग्रिँदै जाने रहेछ। हामी आफू बाहेक अरूलाई दुश्मन ठान्छौँ, तर सबैभन्दा ठुलो शत्रु आफूभित्र हुँदो रहेछ। हाम्रो मुख्य शत्रु भनेको आफूभित्र रहेको रिस, क्रोध, लोभ, मोह, अहङ्कार र अनावश्यक इच्छाहरू नै रहेछ। यसलाई नै आफ्नो बसमा पार्न नसकेपछि आफू हरेक चिजमा आफै राम्रो, बाँकी सब नराम्रो देख्ने रहेछ। आफूले भनेको जस्तो नभएपछि जो देखे पनि रिस उठ्ने, कसैले राम्रै कुरा गरे पनि आफूलाई अपमान गरेको जस्तो लाग्ने रहेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो छ कि आफूभित्रबाट हर हिसाबले बलियो, जस्तै स्वास्थ्य राम्रो छ भने, आय स्रोत पुग्दो छ भने, सोच सकारात्मक छ अथवा मनस्थिति बलियो छ भने बाहिरको परिस्थितिले कुनै असर नपार्ने रहेछ। यो सबै कुराबाट टाढा रहेर कहिलेकाहीँ शान्त दिमागले अरूको बारेमा राम्रो सोच्दा पनि आफैलाई राम्रो महसुस हुँदो रहेछ। त्यसैले आफू र अरू व्यक्ति अर्थात् दुवै पक्षलाई एक अर्काबाट सुख र शान्तिको महसुस होस् र सम्बन्ध पनि राम्रो पार्न कसैको ईर्ष्या नगरौँ। चाहिने भन्दा बढी रिस, लोभ, मोह, अहङ्कार त्यागौँ। यसले नै सबैको कल्याण गर्छ।